प्रशान्त र सुरेन्द्र दादा चाहिँ यहाँ मासु काट्दै हिँड्छ प्रसादी पाठी। मामु भाउजू विद्या चाहिँ यहाँ लसुन प्याज कार्यक्रम हुँदैछ। अरू विभिन्न कुरा हुँदै गर्छ त्यस्तै। प्रशान्त र सुरेन्द्र दादाले चाहिँ यहाँ पाठीको प्रसादी बनाउने काम गर्दै हिँड्छ। मासु बन्दैछ। यहाँ चाहिँ कान पोलिँदैछ। यता मामु भाउजू मसलाहरू ठिक पार्दै हिँड्छ यतापट्टि। मुरारी दादा चाहिँ सुतिसकेको छ त्यहाँ रातभरि निन्द्रा नपुगेर कुदेको कुदै। यता बाबा विद्या मनोज दादा चाहिँ पकाउने तयारी गर्दै हिँड्छ प्रसादी पकाउने। उत्तरायण मेला भव्य रूपमा छ अहिले पनि। मान्छे अहिले चाहिँ अलिअलि घटेको हो कि जस्तो छ मान्छे, तर उति नै छन्। पाठी पूजा गर्न आउने पनि छन् भर्खरै। नुहाउने नुहाइरहेछन् यहाँ। विद्यारानी पकाउँदैछ। बाबा उता जाँदै हिँड्छ। प्रशान्त यहाँ छ। यहाँ चाहिँ हाम्रो प्रसादी पाक्दैछ। खाना पाक्दैछ बसाएको छ। अरू जनताहरू यता। पागो भने बैठो बैठो। खाने बेला भयो। ए मुरारी पर्मिला ल आऊ आऊ आऊ। प्रशान्तले चाहिँ ग्लास बनाउँदैछ। यहाँ बोतल काटेर ग्लास बन्दैछ। यहाँनिर बोतल काटेर ग्लास बन्दैछ। यसले ल्याउन बिर्सियो। ग्लास ल्याउन बिर्सियो। अब यहाँ मामु बाँड्दै हिँड्छ। म पनि बस्छु।